फुल बनाउँदै हुनुहुन्छ तर यस्तो यस्तो टाइपको यहाँ पनि बनाउँदै हुन्छ पर्स देखा नि तिम्रो पर्स सामानको पर्स ब्याग भने ब्याग है के छ सामान छ ग्लू हाल्ने सीधा गयो साह्रै राम्रो लाग्यो पट्टा 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 ए मेरो स्कुल खोल्यो भने त नानीलाई म राख्छु 8 दिन हुन्छ महिनामा 2000 दिन्छ सबै हो हाम्रो नानीले चाहिँ आज यस्तो फुल बनाएको यस्तो यो चाहिँ हिजो बनाएको रहेछ आज यो पहिला काट्ने त्यसपछि फेरि बीचमा ग्लू हालेर यसरी टाँस्ने रहेछ पहिला यसमा काट्ने बीचमा अनि त्यसपछि यो ग्लू हालेर साइडमा फेरि यसरी यो यस्तो गर्ने रहेछ अनि यो चाहिँ यसले यसको डाँठ बनाउँदैछ डाँठ के गर्दै हुनुहुन्छ हजुर बेकारमा धेरै डाँठ नकाट्देऊ नानीले ड्राइङ पनि राम्रो गर्छ तर फुल चाहिँ साह्रै राम्रो लाग्यो मलाई मन परेको भएर बनाउन भनेको हो मैले ग्लू नै सक्यो क्या हो यसो बनायो भने किन फुल किन्ने होइन यत्तिकै उसमा फुलदानमा हाल्यो भने त यो फुल भइहाल्यो नि अनि यसरी यसरी रोल गर्ने योभन्दा ठुलो पनि बन्छ होला नि नानी बन्छ लामो कागज चाहियो होला है त्यसको लागि ए यसलाई तलबाट गर्नु मिलिहाल्यो नि अर्को हालेर नि अझै एउटा गरेर अनि टाँस्ने तलबाट यस्तो भयो तिमीलाई चाहिँ के आउँछ त पर्स बनाइछ त बाबुले यो पर्स अर्को पनि छ स्केचहरू हाल्नुलाई कलर हाल्नुलाई कलरको त्योहरू पैसा अर्को पनि त्यही भएर यो फुलहरूको लागि अहिले बेलुका जाउँला भनेको त मैले फुल रोप्नुलाई साथीले तिमीलाई दिएको साथीले बनाऊ यो चाहिँ हजुर बनाएको अनि उनीहरूले स्ट्याप्लर स्ट्याप्लर त सबै सकाइसक्यो होला होइन यस्तोमा टाँसी कस्तो उताबाट घाम आएर नराम्रो तीनटा थियो हिजो यति बाकुलो गरेको स्ट्याप्लर यस्तो टाँसेको टाँसेको अस्ति नै पनि अस्ति ढुँदाखेरि पनि 2टा थियो अब फेरि अर्को थप्दैछ उसले यसो गर्यो भने त लामै पनि ठुलो फुल बन्छ नि होइन नि एउटा कपडा चाहिँ हालेर राख्नुपर्छ है यहाँ यसरी नै त यो फेभिकोल लाग्छ कलरको अर्को पनि यो त कस्तो नराम्रो कलर हो फेरि पनि राम्रो देख्छ नि राम्रो त देख्छ अझै होइन पिङ्क जस्तो होइन अनि अर्को कलरहरू भयो झनै राम्रो देख्छ नि यहाँ चाहिँ सेतोको टुप लगाइदिनु मलाई त यो लेभेन्डर फुलहरू थप्यो 3 त ऊ हाले 3टा
होइन कि 3टा लेयर हाले के ले एउटामै। अब कुन कलर बनाउनु? अब अझै एउटा रातो यो वाला बनाऊ न। यसो परेसो गर्नु। अहिले हामीले लेभेन्डरको फुल निकालेर देखाउनु पर्यो हैन? कस्तो राम्रो छ क्या। त पोहोर चाहिँ चल्यो है यो कलर बेसरी कपडाहरू पनि। रहेछ त नि। मैले त्यहाँ ठ्याक्क देखेर अब बाबु बाबु फर्सी देखिछौ? तिमीले फर्सी देखेछ कि छैन? छैन। छैन? अनि खाएको छ कि छैन? फर्सी खाएको पनि छैन, देखेको पनि छैन? यता हेर न मलाई राम्ररी भन, फर्सी खाए कि खाएन? देखेछ कि छैन? फर्सी देखेको छैन? राम्ररी बस न हौ, यताबाट त कस्तो अँधेरो आउँदो रहेछ। अनि के भन्ला त्यो दुध कहाँबाट आउँछ रे? गाउँबाट? डेरीबाट त भने नि धन्न यसले। दुध कसले दिन्छ? गाईले? यति त थाहा रहेछ यसलाई। गाय दूध देती है। कुन के पढाउँथे कविता? तिमीहरू कुन भगवान्लाई मान्छ भने थियो नि एकचोटि स्कुलमा? म फटाफट यहाँ म बनाउँछु भनेको त बाबुले काटी काटी टुक्रा पारिदिइसकेछ यहाँ। अनि यहाँ ल्याऊ भने त उता तानेर फेरि तान्यो। यहाँ डस्टबिनमा फालिसक्यो उसले, कुच्चाइ यहाँ यस्तो गरेर यहाँ यी सबै च्यातेर। ऊ अर्को पनि फेरि हेर न त्यो। होइन देऊ न यता, म गर्छु नि। म सिक्ने मान्छेलाई त काम लाग्थ्यो नि। कचक कुचुकै पारिदियो यहाँ सबै। एउटा आधी फुल बन्ने नै बिगारिदियो यसले त। आधी त बन्थ्यो नि त बाबु। यस्तो होइन, तिमीले यो गरे पनि मैले सुधार्थेँ नि त। म सिक्नुलाई त पाउँथेँ त मलाई। ल यतिले तिमी सिक, आधीले म सिक्छु, आधीले तिमी सिक। ल छिटो। ल तिमी पनि बनाऊ त, म भिडियो बनाउँछु ल। तिमीहरूको च्यानलमा त 1 महिनामा एउटा भिडियो पनि जाँदैन। अनि साथीहरूले के हेर्नुहुन्छ त? बनाऊ राम्ररी। त्यो पुरै च्यात्दियो उसले त। च्यात्ने ट्यालेन्ट चाहिँ छ है यसलाई, यससँग अरू नभए पनि। यसको चाहिँ म बनाउँछु अब। कति राम्रो हिजो कति राम्रो नङ बनाएको रहेछ, भिडियो बनाएनछ। यो चाहिँ म ट्राई गर्छु अब बनाउनेको। अब पिङ्क बनाउँदैछ उसले। उ त सकिसकेछ, ग्लो त सकेछ सबै। कति रुपियाँको पाउँछ यस्तो ग्लो? 30 रुपियाँको। अनि यो कतिको हो? 30 त। त्यो र यो त छुट्टै हो नि त फेरि। कार्पेटमा नजाओस् है। कति राम्रो बोतल छ कि। कलर चाहिँ राम्रो बनायो। अब हाम्रो नानीको च्यानलमा चाहिँ सकेसम्म हप्तामा 2टा नभए एउटा भिडियो चाहिँ आउँछ। अब चाहिँ पहिला चाहिँ त्यो ब्लगिङै हुन्थ्यो, ब्लगहरू नै आउँथ्यो। अहिले चाहिँ अब भ्याउँदैन नि त बच्चाले त्यसरी ब्लग बनाइरहनु त। त्यो पनि हामीले मोबाइलै दिँदैन यसलाई। अहिले पनि मैले खिच्दिएको छन् त आफ्नो मोबाइल छ बाबु र नानीको। त्यही पनि हामीले राति 9 देखि 10 बजीसम्म मात्रै दिन्छौँ, एकचोटि हेर्नुलाई मात्रै, 1-1 घन्टाको लागि मात्रै। अनि स्याटरडेमा दिन्छन् दिन्छु। अहिले दिने भने 1-1 घन्टा, नभए मोबाइल चाहिँ हामीसँगै हुन्छ उसको मोबाइल। यो चाहिँ मैले बनाइदिने हो। कहिले उसले यो बनाउँछ, कहिले ड्रइङ बनाउँछ, के बनाउँछ नि त उसले, त्यही हालिदिने हो अब चाहिँ हामी भिडियोमा। पछिसम्मको उसले यादगार देखिरहन्छ नि त भिडियोमा भएपछि चाहिँ, भनेर चाहिँ बनाउनु लागेको। नभए त किन त्यो च्यानल किन बनाउँथे र? नैनाहरूसँग टाइम छ। अनि कहिले उसको पहिलाको गुडियाहरू धेरै छ। पहिलाको भन्दा 2 वर्ष जति भयो होला यसले गुडिया नखेलेको, धेरै छ। तिनीहरूको कपडाहरू बनाउँछ, त्यो केहरू ट्यालेन्ट देखाउँछ यसले उसको च्यानलमा चाहिँ। मेरो साथीहरू पनि तिम्रो साथी बनेको छ नि, थाहा छ नानी? मेरो युट्युबको साथीहरू, तिम्रो पनि 2-4 जना साथी हुनुहुन्छ। दामी भयो नि। यस्तै फुलहरू यो कागजको त हुँदैन, प्लास्टिकहरूको हुन्छ। कति महँगो पाइन्छ यो यस्तै। म त्यहाँ सजाएर पनि देखाउँछु। हाम्रो मेन च्यानलमा पनि हाल्छु म अलिकति यो भिडियो।
आफ्नो लागि आज मैले ब्लग 1 मिनटको पनि बनेको छैन होला। यहाँ नानीको ब्लग बनाएर पनि अब एडिट गरेर हालिसक्छु म अब यो भिडियो। यहाँ बाबु पनि रेडी भएको छ, त्यही उसको पनि गाडीको बनाइदिनु पर्ने रे भनेर आफ्नो दोकान खोलेर बसेछ यहाँ। यहाँ पुरा गाडीको बनाइदिनु रे भनेर। अनि म बाबुको पनि गाडीको बनाइदिन्छु। तर यो चाहिँ 3-4 दिन पछिको भिडियोमा हाल्छु। खिच्नु चाहिँ म आजै खिचिदिन्छु, किनभने नखिच्ने भनेको उसलाई जसरी पनि हेर त सबै टायरहरू नि सबै बनाइदिनु पर्ने रे भनेर अघिदेखि कुरेर बसेछ ऊ। अब यो कतिवटा बन्छ अब अझै यति हो लास्ट। मैले भनेपछि तिमीले कतिवटा बनायो? एउटा मात्रै हो नि यो? 1 पिस अर्को बनाऊ। यो छ कि छैन यो वाला? टू पिस। अच्छा यो वाला अर्को एउटा बनाऊ भयो त्यहाँदेखि ल। 2 पिस हुन्छ नि त। यस्तो राम्रो गाडीहरूको पूर्जा अलग गर्दैछ भाइ। अहिले देखाउँछु पछि। अहिले चाहिँ नानीकै गरौँ न। साह्रै राम्रो मन पर्यो मलाई। यस्तै पात काट्ने रहेछ कि फेरि उसले यो। अनि यो पातलाई अघि मैले पात देखाएको थिएँ नि, फेरि यहाँ यसरी पात लगाउने रहेछ क्या। त्यो त टेबल त खतमै पारिसक्यो नि। तेरो आमा कराउनुहुन्छ त फेरि। बिचरा आमाले सफा गर्नुपर्छ सबै। ल अब दिदीको एउटा अझै फुल बन्छ अनि त्यसपछि तिम्रो भिडियो बनाइदिन्छु हस्। ओहो मुनि आमाले अब सिन्का बनाइदिनुहुन्छ राख्नुलाई। लामो भयो भने चाहिँ राम्रो हुन्छ नि। कुन होइन यो त अहिले यतिकै गर्यो, यतिकै यहाँ तिम्रो देखाउला। अर्को पनि छ नि यो सेम, कति राम्रो देख्यो कि। यो चाहिँ तिमीहरूको थम्बनेल हुन्छ है। ओहो मुनि आमाले अब सिन्का बनाइदिनुहुन्छ राख्नुलाई। लामो भयो भने चाहिँ राम्रो हुन्छ नि। कुन होइन यो त अहिले यतिकै गर्यो, यतिकै यहाँ तिम्रो देखाउला। अर्को पनि छ नि यो सेम, कति राम्रो देख्यो कि। आजको लागि यति नै साथीहरू। फेरि पछि भेटौँला। लाइक शेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। बाई बाई।